अफ तौलाहा मेन्सन अर्थात् तौलाहा मेन्सनको भूतिया कथा यसले त्यो 30 लाखको घर कति महँगो साबित हुन्छ भन्ने देखाउँछ। खासमा यो चर्चाको मुख्य उद्देश्य नै यही हो कि यो कथाले कसरी बिस्तारै सस्पेन्स बढाउँछ र विशेष गरी त्यो भक्तपुरको तौलाहा टोलको डरलाग्दो वातावरणलाई कसरी एउटा पात्रकै रूपमा प्रयोग गर्छ। ठ्याक्कै। अब कथा सुरु हुन्छ 28 वर्षीय रामबाट। उनी थापाथलीमा एउटा सानो आइटी कम्पनीमा काम गर्छन्। महँगीबाट बच्न सन् 2010 तिर उनले यो घर किन्छन्। एजेन्टले भन्छ कि घर 20 वर्षदेखि खाली छ। त्यहीनिर एउटा ठूलो रेड फ्ल्याग छ नि, भक्तपुर जस्तो बाक्लो बस्ती भएको ठाउँमा 20 वर्षसम्म कुनै घर खाली हुनु भनेको त सामान्य कुरा होइन। हो नि, तर मान्छेको आर्थिक मजबुरीले त्यस्ता शङ्काहरूलाई दबाइदिन्छ। ल है त, अब यसलाई अलिक गहिराइमै खोतल्ने प्रयास गरौँ। राम, उनकी श्रीमती सीता र 5 वर्षकी छोरी अनिता घर सर्दा पहिलो दिनमै एउटा अचम्मको कुरा हुन्छ। त्यो चिसो हावाको कुरा होइन र? एकदम। उनीहरू मूल ढोकाबाट घरभित्र पस्दाखेरि बाहिरबाट हावा आएको हुँदैन। त्यो चिसो हावा त घरभित्रैबाट उनीहरूलाई ठोक्किन आइपुग्छ। सुन्दै आङ सिरिङ्ग हुने कुरा हो यो। मनोवैज्ञानिक रूपमा भन्नुपर्दा घरले उनीहरूलाई स्वागत गरेको होइन कि भित्र तानिरहेको जस्तो भान हुन्छ। है, मलाई त यो कस्तो लाग्यो भने नि, बाहिरबाट हेर्दा एकदमै चिटिक्क परेको तर भित्रभित्रै ब्रेक फेल भएको पुरानो विन्टेज कार किने जस्तै। निकै रोचक उपमा दिनुभयो। बाहिरको सुन्दरताले भित्रको खतरालाई छोपिदिने। अनि मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ। अक्सर हामी हरर कथाहरूमा देख्छौँ नि, जङ्गलको बीचमा भएको एक्लो घर डरलाग्दो हुन्छ। तर यो त भक्तपुरको पुरानो नेवारी बस्ती हो। वरिपरि हजारौं मानिस छन्। यस्तो घना बस्तीको बीचमा रहेको घर झन बढी डरलाग्दो कसरी महसुस भयो त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसलाई डरको वास्तुकला वा आर्किटेक्चर अफ ड्रेड भनेर बुझ्न सकिन्छ। जङ्गलको घरमा भागेर कतै जाने खुला ठाउँ हुन्छ, तर भक्तपुरको त्यो पुरानो संरचनालाई सम्झिनुस् त। ती सागुरा गल्लीहरू, एक आपसमा जोडिएका घरहरू। हो त नि, त्यहाँ अग्ला लाल इँटाका पर्खालहरूले गर्दा घाम पनि राम्ररी छिर्दैन। दिउँसै पनि गोधुली जस्तो अन्ध्यारो हुन्छ। मनोविज्ञानमा यसलाई स्पेशल क्लस्ट्रोफोबिया भनिन्छ। भन्नाले त्यो ठाउँको साँगुरोपनले नै मानिसलाई निसासिने बनाइदिन्छ। ठ्याक्कै त्यही हो। अलौकिक घटना सुरु हुनुभन्दा अगाडि नै ती पात्रहरू मनोवैज्ञानिक रूपमा त्यो भुलभुलैयामा थुनिएको वा ट्र्याप्ड भएको महसुस गर्न थाल्छन्। अहो, बाहिर हजारौं मान्छे भए पनि भित्रको त्यो एक्लोपनले झन असहाय बनाउने रहेछ नि त। मद्दत नजिकै छ तर म त्यहाँ पुग्न सक्दिन भन्ने भावना। एकदम सही भन्नुभयो। त्यो वातावरण आफैमा एउटा प्रेसर कुकर जस्तो बन्छ, जहाँबाट निस्कने कुनै भाल्भ हुँदैन। अनि यही निसासिने वातावरणमा जब बिस्तारै सस्पेन्स बढ्न थाल्छ नि, त्यो झन भयानक छ। जस्तै पहिलो राति 2 बजे रामले झ्यालमा कोही उभिएको महसुस गर्छन्। अनि सीताले पनि मसिना स्वरमा कोही कराए जस्तो सुन्छिन्। हो नि, तर सुरुमा उनीहरूले यसलाई नयाँ ठाउँको असर होला भनेर पन्छाइदिन्छन्। हाम्रो दिमाग पनि कस्तो अचम्मको हुन्छ है, नबुझिने कुरालाई जसरी पनि सामान्य बनाउन खोज्छ। हो, त्यसलाई डिनायल भनिन्छ। तर त्यो डिनायल धेरै बेर टिक्दैन नि, जब त्यो डायरी फेला पर्छ। एकदमै। अर्को दिन तल्लो तालामा एउटा जङ्गिएको साङ्गुरो ढोकाभित्र धुलो लागेको डायरी भेटिन्छ। त्यो डायरी सन् 1995 मा 25 वर्षीय लक्ष्मीले लेखेकी हुन्छन्। अनि त्यो डायरीमा लेखिएको कुरा? त्यहाँ प्रश्न लेखिएको छ कि रातको समयमा च्यातिएको अनुहार भएकी महिला आउँछिन् र भन्छिन्, लक्ष्मी, तिमीलाई मैले मारे। हेर्नुहोस्, पुरानो डायरी भेटिनु हरर कथाको एउटा पुरानै तरिका जस्तो लाग्न सक्छ, तर यहाँ यसले विगत र वर्तमानलाई जोड्ने एउटा न्यारेटिभ एङ्करको काम गरेको छ। न्यारेटिभ एङ्कर अलि प्रश्न पार्दिनुस् न। भन्नाले हिजो राति राम र सीताले जे सुनेका थिए त्यो अब उनीहरूको भ्रम मात्र रहेन। त्यो डायरीले उनीहरूको डरलाई एउटा भौतिक र ऐतिहासिक यथार्थमा परिणत गरिदियो। त्यो घर अब बस्ने ठाउँ मात्र रहेन, एउटा पुरानो अपराध स्थल बन्यो। ओहो, साँच्चै नै। अनि डरले भौतिक रूप लिन थालेको अर्को उदाहरण दशैंको बेला आउँछ नि। उनीहरू राति 7 बजे मन्दिरबाट फर्कँदा 5 वर्षकी छोरी अनिताले आँगनमा कालो साडी लगाएकी आन्टी देख्छिन्। सुरुमा त बच्चाको कल्पना भनेर टार्छन् होला। हो, तर राति 12 बजे अनिता रुँदै कराउँछिन् कि
आन्टी मेरो ओछ्यान मुनि लुकेकी छिन्, उनको अनुहार रातो छ। आत्तिएर हेर्दा ओछ्यान मुनि कोही हुँदैन, तर तन्नामा रगत जस्तै रातो दाग भेटिन्छ। ठ्याक्कै। अब तन्नाको त्यो रातो दागलाई त कसरी भ्रम मान्ने? त्यसले त यथार्थ र भ्रमको बीचको पर्खाल्ने भट्काइदियो नि। एकदमै। जब कुनै अदृश्य डरले भौतिक निशान छाड्छ तब मानिसको सन्तास चरम सीमामा पुग्छ। यसैबीच रामले डायरीको अन्तिम पाना पनि पढ्छन् नि। त्यहाँ लेखिएको हुन्छ, ऊ मेरो पतिको भूत हो, यो घरबाट कोही निस्कन सक्दैन। अनि त्यसपछि रामले इन्टरनेट फोरममा खोज्दा 20 वर्ष अघि पतिले पत्नीलाई मारेर आत्महत्या गरेको कुरा फेला पार्छन्। एजेन्टको फोन पनि स्विच अफ हुन्छ। उनीहरू बाहिरी संसारबाट पूर्ण रूपमा विच्छेद हुन्छन्। त्यही विच्छेदकै बीचमा कथा चरमोत्कर्षमा पुग्छ। यहाँनिर कुरा साँच्चै रोचक बन्छ है। बाहिर पानी परिरहेको रात छ। दृश्यभन्दा पनि ध्वनिको प्रयोगले यहाँ यति धेरै डर पैदा गरेको छ नि। ती सागुरा गल्लीहरूमा पानी पर्दा आवाज कसरी गुन्जिन्छ भन्ने हामी कल्पना गर्न सक्छौं। हो, अनि तलबाट टक टक पाइलाको आवाज आउँछ। पछाडिको कुवाबाट छ्याप छ्याप पानीको आवाज। दृश्यभन्दा ध्वनिले हाम्रो दिमागमा आफ्नै गहिरो डर मिसाएर कस्तो भयानक चित्र बनाउँछ है। यसलाई समग्र चित्रसँग जोडेर हेर्दा वातावरण आफै कसरी एउटा शत्रु बन्छ भन्ने प्रश्न हुन्छ। पानी पर्दा गल्लीमा गुन्जिने आवाजले त्यो क्लस्ट्रोफोबियालाई अझ बाक्लो बनाउँछ। अनि रामले हिम्मत गरेर झ्यालबाट कुवामा हेर्दा त्यही च्यातिएको अनुहार र कालो साडी लगाएकी महिलालाई देख्छन्। उनले भन्छन्, राम, तिम्रो घर होइन, यो लक्ष्मीको हो। त्यो छ्याप छ्याप आवाजले लक्ष्मीलाई कुवामा फालिएको भयानक रातलाई वर्तमानमा तानेर ल्याउँछ। त्यो घरका भित्ता र कुवा निर्जीव वस्तु मात्र होइनन्, ती त त्यो हत्याका साक्षी हुन्। तर एउटा कुरा नि, जब उनीहरू भाग्न खोज्छन् ढोका आफै बन्द हुन्छ। बल्ल बल्ल बाहिर त निस्कन्छन्, तर अँध्यारो गल्लीमा भाग्दा पनि अनिताले बाबा, आन्टी हाम्रो पछि लागेकी छन् भन्छन्। पछाडि फर्केर हेर्दा गल्लीको कुनामा त्यही कालो साया हुन्छ। सामान्यतया घरबाट बाहिर निस्किएपछि सुरक्षित महसुस हुनुपर्ने हो नि, तर यहाँ गल्ली पनि सुरक्षित छैन। यसले के देखाउँछ भने त्यो श्राप घरभित्र मात्र सीमित छैन, सिङ्गो टोलमै फैलिएको छ। एकदम गहिरो कुरा गर्नुभयो। सुरक्षित आश्रयस्थल भन्ने कुनै ठाउँ नै बाँकी रहँदैन कथाको यो बिन्दुमा आएर। अनि भाग्दै जाँदा पसलका हजुरबुबाले सन् 1998 को कान्तिपुर दैनिकको समाचार देखाउँछन् नि, भक्तपुरमा दोहोरो हत्या भनेर छापिएको। श्रीमानले जलनको कारण पत्नी लक्ष्मीलाई कुवामा फालेको समाचार हो। यो थाहा पाएपछि उनीहरू काठमाडौँ फर्कन्छन्। तर कुरा त्यहाँ सकिँदैन नि। अन्तिम मोड त यति भयानक छ कि यसले कथालाई एउटा भूतको कथाबाट पुस्तान्तरणको पापको कथामा बदलिदिन्छ। साँच्चै काठमाडौँ फर्केपछि रामको सपनामा लक्ष्मी आउँछिन् न्याय माग्न। अचम्मको कुरा त के भने सपनामा लक्ष्मीलाई कुवामा फार्ने हत्यारा पति रामकै बुबा जस्तो देखिन्छ। ओहो। अनि राम पुलिस स्टेसन गएर पुरानो फाइल पल्टाउँछन्। हत्याराको नाम राम बहादुर हुन्छ, जुन रामकै बुवाको नाम हो। त्यहाँको फोटो पनि बुबासँग हुबहु मिल्छ। अनि त्यसपछि अनिता बिरामी पर्दाको कुरा पनि छ नि। अनिताले बरबराउँदै भन्छन्, दादाले मलाई बोलाए, यो घर मेरो छोरीको हो। रामलाई याद आउँछ, बुबाले सधैँ भक्तपुरमा एउटा घर छ भन्थे। र 5 वर्ष अघि बुबाको मृत्यु भएको कुरा पनि जोडिन्छ। हो नि। यहाँनिर म एउटा उपमा दिन चाहन्छु। यो सम्पूर्ण घटनाक्रम मलाई एउटा ओपन लेजर अर्थात् नटुङ्गेको हिसाब किताब जस्तो लाग्यो। नटुङ्गेको हिसाब किताब कसरी? हेर्नुस् न, 20 वर्ष अघि रामका बुबाले लक्ष्मीलाई मारे। पुलिसले फाइल बन्द गर्यो होला, तर त्यो घरले आफ्नो खाता बन्द गरेको थिएन। त्यो घरले 20 वर्षसम्म त्यही हत्याराको रगतलाई कुरेर बसेको थियो, हिसाब मिलान गर्न। वाउ, यो विश्लेषणले त जेनेरेशनल कर्म अर्थात् पुस्तान्तरणको कर्मको अवधारणालाई एकदमै छर्लङ्ग पार्छ। राम आफैमा निर्दोष थिए, तर पुर्खाको पापको मूल्य सन्तानले चुकाउनु पर्यो। हो त नि। भूतले रामलाई नचिनेको मान्छे भनेर तर्साएको थिएन नि। लक्ष्मीको आत्माले त आफ्नो हत्याराको रगत चिनेर न्याय मागेको थियो।
अनिताले दादाले मलाई बोलाए भन्नुको अर्थ नै विगतको अपराधले नयाँ पुस्तालाई पनि आफ्नो ट्रमाको साइकलमा तान्दैछ भन्ने हो। कानुनले बिर्से पनि त्यो स्थान र त्यहाँको ट्रमाले अपराध कहिले नबिर्सिने रहेछ। रामले अन्तत त्यो घर त बेच्छन्, तर स्रोत सामग्रीले अन्त्यमा भन्छ नि, नयाँ मानिसहरू पनि 1 महिनामै भागेर घर अझै खाली छ। यसको अर्थ त्यो घरको प्यास अझै मेटिएको छैन, त्यो कानुनी ऋण पूर्ण रूपमा चुक्ता भएको छैन। एकदमै सस्तो घर किन्ने एउटा सामान्य सपनाबाट सुरु भएको यो यात्रा आफ्नै पुर्खाको पापको पर्दाफास गर्ने यथार्थमा गएर टुङ्गिन्छ। यसले हामीलाई एउटा ठूलो पाठ सिकाउँछ जस्तो लाग्छ। त्यो पाठ के हो भने इतिहास बोकेका पुराना संरचनाहरूसँग सधैँ कुनै न कुनै अदृश्य मूल्य जोडिएको हुन्छ। ऐतिहासिक स्थानहरूले न्याय नपाएका आवाजहरूको प्रतिनिधित्व गरिरहेका हुन्छन्। साँच्चै हामी हिँड्ने बाटो र बस्ने घरका मौन पर्खालहरूले कस्ता कथाहरू लुकाएका होलान् भनेर सोच्दा मात्र पनि एक किसिमको चिसो पस्छ मनमा। हो नि, स्थानको आफ्नो स्मरण शक्ति हुन्छ। आजको यस चर्चाको अन्त्यमा म एउटा विचार छोड्न चाहन्छु। यदि पुराना घरहरूले भयानक घटना र आत्माहरूको चित्कार साँच्चै आफूभित्र सोसेर राख्छन् भने भक्तपुर जस्ता पुराना सहरहरूमा रहेका ती खाली घरहरू के साँच्चै खाली हुन् त? खै, सायद ती कुनै सही मानिसको पर्खाइमा पो छन् कि? हो त नि, सायद तौलाहाट टोलको त्यो घर रामलाई तर्साउन मात्र थिएन, समाजले लुकाएको अपराधको साक्षी बन्ने त्यो घरको आफ्नै तरिका थियो कि? अर्को पटक अचम्म लाग्दो सस्तो पुरानो घर देख्नुभयो भने पक्कै सोच्नुहोला, त्यो घरले नयाँ बासिन्दा खोजिरहेको छ कि आफ्नो पुरानो हिसाब किताब मिलान गर्न कुनै निश्चित रगतको पर्खाइमा छ। एकदमै गहिरो प्रश्न छोड्नुभयो। आजको यस रहस्यमय र मनोवैज्ञानिक चर्चामा हामीसँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक यस्तै चाखलाग्दो विषयको गहिराइमा फेरि भेट्नेछौँ।